व्यवहारमा चाहिँ आफूले आफूलाई जित्न सक्दैन भने त्यो व्यक्ति कहिल्यै पनि सफल हुन सक्दैन। थोरै काम गरेर धेरै थकाइ मार्ने व्यक्ति जो हुन्छ त्यो पनि सफल बन्न सक्दैन। निद्रा तन्द्रा भयम क्रोधम आलस्यम दीर्घसूत्रता। जय श्री राधे, नमस्कार। नवपथ युट्युब च्यानलमा यहाँहरूलाई म हार्दिक स्वागत गर्दछु। आज हामी कुरा गर्नेछौँ व्यक्तिलाई सफल हुनबाट रोक्ने 6वटा कारणहरू सम्बन्धी। ती कुन 6वटा दोषहरू हुन् जसले हामीलाई सफल हुनबाट रोक्ने गर्दछ। सबैजना व्यक्तिहरू सफल हुन चाहन्छन्। संसारमा कोही पनि छैन जो विफल हुन चाहोस्। तर केही व्यक्तिहरू मात्रै सफल हुन्छन्, अन्य धेरै जसो विफल भएका छन्। किन होला? सफलता प्राप्त गर्ने व्यक्तिले कुन 6वटा दोषहरूलाई त्याग्नु पर्दछ, ती दोषहरू सम्बन्धी आज चर्चा गर्नेछौँ। नीतिशास्त्रमा व्याख्या भए अनुसार यहाँहरूलाई म शास्त्र सम्मत 6वटा दोष जसले सफल हुन दिँदैन तिनीहरूको बारेमा चर्चा गर्नेछु। नीतिशास्त्रमा व्याख्या भएको छ, सर्दोषा पुरुषेणेह हातव्या भूतिमिच्छता निद्रा तन्द्रा भयम क्रोधम आलस्यम दीर्घसूत्रता। व्यक्तिलाई सफल हुनबाट रोक्ने जम्मा 6वटा दोषहरू छन्। ती 6वटा दोषहरू के हुन्? 1 नम्बरको दोष हो निद्रा। आफ्नो शरीरलाई आवश्यकता भन्दा बढी निद्रा लिने व्यक्ति पनि सफल हुन सक्दैन। 2 नम्बरमा रहेको दोष छ तन्द्रा। आफूलाई आवश्यकता भन्दा बढी थकाइ मार्ने व्यक्ति, थोरै काम गरेर धेरै थकाइ मार्ने व्यक्ति जो हुन्छ त्यो पनि सफल बन्न सक्दैन। 3 नम्बरमा रहेको छ भय। ओहो, ठुलो कर्म थाल्दैछु, त्यो कर्म म पुरा गर्न सक्ने हो कि होइन, फेरि त्यो कर्म गर्दा समाजले मलाई के भन्छ भनेर डराउने व्यक्ति जो छ त्यो पनि सफल हुन सक्दैन। 4 नम्बरमा रहेको छ क्रोध। बिना कारण क्रोध गर्ने, सानो सानो कुरामा क्रोध गर्ने, अनावश्यक क्रोध गर्ने व्यक्ति पनि सफल हुनबाट वञ्चित रहने गर्छ। 5 नम्बरमा रहेको छ आलस्य, अल्छी। म मनले चाहिँ गर्छु भनेर सोच्छ अनि व्यवहारमा उतार्दैन, कर्म गर्दैन। मनमा चाहिँ म संसारै जित्छु भन्छ, व्यवहारमा चाहिँ आफूले आफूलाई जित्न सक्दैन भने त्यो व्यक्ति कहिल्यै पनि सफल हुन सक्दैन। 6 नम्बरमा रहेको छ दीर्घसूत्रता, मतलब यस्तो कर्म गर्छु, अहिले होइन भरेबाट गर्छु, भरे होइन भोलिबाट गर्छु, भोलि होइन पर्सिबाट गर्छु भन्दै भाका सारिरहने व्यक्ति जो छ त्यो पनि सफल हुन सक्दैन। यसरी नीतिशास्त्रले सफल हुनबाट रोक्ने 6वटा कारणहरू जुन बताएको थियो त्यो यहाँहरूमाझ मैले चर्चा गरेँ। यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लागेको खण्डमा सेयर गरेर सबैमाझ पुर्याउन नबिर्सिनुहोला। साथै भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्दै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय श्री राधे।